दर्शकबिन साउनको 23 गतेबाट एउटा सिनेमा रिलिजमा आउँदैछ। सिनेमाको नाम हो मोहर र मोहर भन्ने सिनेमा जसलाई ओम प्रतीकले लेखन निर्देशन गरेका हुन् भने चुम्बन जङसाई यो सिनेमाका निर्माता हुन्। फिल्म मेकर्स प्राली यो सिनेमाको ब्यानर हो। तपाईलाई जानकारी गरौँ, यो सिनेमामा नायक पहल शाह छन्, बेनिसा अमाल, नीति शाह, अर्जुन जङसाई, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी आदि कलाकारको अभिनय छ। र यो सिनेमामा तपाईलाई आज म नायक पहल शाहका केही तस्बिरहरू देखाउँदैछु, जहाँ पहल शाह लामो कपाल पालेका छन्। त्यसपछि उनले एउटा भरुवा बन्दुक बोकेको देखिन्छ, भरुवा बन्दुक उनले सोझाइरहेका छन्। यसले पहल शाहको क्यारेक्टर फिल्ममा के होला भन्ने कौतूहलता जनाउँछ। अब पहलको जोडीको रूपमा नीति शाह छिन्, यता फेरि बेनिसा अमालको क्यारेक्टर हेर्नुहोस्, बेनिसा अमाल एकजना बालिकासँग छिन् भनेपछि यो सिनेमाले कस्तो खालको कथावस्तु भन्न खोजेको होला र ओम प्रतीकले यसपटक पहललाई कस्तो खालको क्यारेक्टरमा प्रेजेन्ट गर्न खोजेका होलान् भन्ने कुरा यो जुन फोटो छ, यो फोटो हेरेपछि थाहा हुन्छ। बाल कलाकारको रूपमा सारा शर्माको अभिनय छ। तपाईलाई जानकारी गरौँ, फिल्ममा दिपेन बस्नेत क्यामेराम्यान हुन्, त्यस्तै गरी कुमार महर्जनको एक्सन छ। फिल्मलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। दर्शकबिन फिल्ममा सुरेश अधिकारी र एसडी योगीको सङ्गीत छ। प्रमोद ढुङ्गाना र हर्क साउथको यसमा शब्द रहेको छ गीतमा। र तपाईँलाई जानकारी गरौँ दर्शकबिन, यो सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्। कविराज गहतराज, रामजी लामिछाने यो फिल्मका कोरियोग्राफर हुन्। लक्ष्मण राज पौडेल यसको निर्माण नियन्त्रक हुन् भने गिरिराज घिमिरे मुख्य सहायक निर्देशकको रूपमा रहेका छन्। र साउनको 23 गतेबाट मोहर भन्ने फिल्म आउँदैछ पहलको। र पहल शाहको यो गेटअपले तपाईँलाई फिल्मप्रतिको एउटा उत्साह, जुन एउटा कौतूहलता छ, त्यसलाई अझै बढाउन सक्छ। र पहलले हिजो मात्रै एनिमाया भन्ने फिल्म पनि एनाउन्स गरेका छन् दर्शकबिन। र यो वर्ष पहल शाहको रिलिज हुन लागेको पहिलो सिनेमा मोहर, जसको लागि पहल शाहले मरिमेट्नु पर्नेछ, आफ्नो पुरा समय दिनुपर्नेछ र यो सिनेमा हिट बनाउनको लागि उनी लागि पर्नुपर्नेछ। किनकि पहल शाहको लागि यो मोहर भन्ने सिनेमा महत्त्वपूर्ण छ। आशा गर्छु मोहरले पहलको करियरलाई फेरि परिवर्तन गरिदिनेछ। तर मोहर भन्ने सिनेमामा उनको गेटअप हेरेपछि र कलाकारहरूको गेटअप हेरेपछि तपाईँ पक्कै पनि उत्सुक हुनुभयो होला।